ओके चीयर्स पर हिमाल चाहिँ दामी रहेछ यहीँ चाहिँ रहेछ लगायतहरू आमामा हिमालकै छेउमा त रहेछ यहाँ अब तातो लुगा ल्याइएन अब मरि नै भयो सोनिसान हेलो साथीहरु नमस्ते सेवा वेलकम ब्याक टु माई अनदर भिडियो आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु आज पनि तपाईहरुको साथमा चाहिँ म नयाँ भिडियो लिएर आइसकेको छु अनि आजको भिडियोमा चाहिँ म चिबा टु नागानासम्मको यात्रामा हुनेछु सो सँगै जाउँ है त गाइस गाह्रो भइरहेछ म चाहिँ एकैसम्म हिँडेर जाम भनेको तर नसक्ने रहेछु हेर्नु न पर कति राम्रो फुल क्या अहिले चाहिँ बिहानै भएकोले खासै राम्रो भिडियो त आएको छैन मेरो कपाल हेर्नु न यहाँ ढिलो भएर त यतिकै हिँडेको जिङ्रिङ्गो परिगयो सबसे फर्स्टको ट्रेनमा जाउँला भनिठानेको थियो ढिलो उठेछ आलामै बजेको थाहा पाइएन अनि त्यही भएर चाहिँ अब यहाँ बसबाट जानुलाई यहाँनिर बस जानुलाई हो त्यहाँनिर जानुपर्छ कि अब यसै ढिलो उसै ढिलो भनेर अनि यहाँ बसिरहेको छु अब चाहिँ बसमा जानुपर्ने हुन्छ गाइस अनि बसबाट जाने अनि ट्रेनमा आजको यात्रा नि लामै हुँदैछ यहाँ चाहिँ हेर्न कति मजाले फुलेछ कि लास्टै राम्रो फुलिरहेछ रहेछ त्यो अब त्यहाँ पर्तिर नजिकै छ बस चाहिँ अब त्यहाँ बस कुर्नुपर्ने हुन्छ गाइस त्यहाँ पुगेर यहाँ हेर्न लास्टै पाप भइरहेछ नि अनि कस्तो गरम भइरहेछ क्या भारी मतलब यो लगेज भारी त के भारी भन्नु है अनि म चाहिँ पर आधा बाटोसम्म चाहिँ एक्लै जानुपर्ने हुन्छ अनि त्यहाँबाट चाहिँ मेरो साथी छ एउटा अनि त्यो साथीसँग चाहिँ जान्छु अनि फेरि अरू पनि छन् रे मैले चाहिँ चिनेको चाहिँ एकजना मात्रै छ क्या सो हेर्दै गर्नुहोला मेरो भ्लग चाहिँ मलाई सपोर्ट गर्नुहोला भन्न चाहन्छु त्यहाँ कस्तो गाडी छ अनि मैले चाहिँ हिजो उमा देखिरहेको थिएँ कि छ्यापी भनेर सायद यही होला छ्यापी टिकटकमा देखिरहेको थिएँ कि मैले छ्यापी जङ्गलभरि पाइन्छ भनेर यहाँ पनि परिरहेँ सायद यिनीहरू छ्यापी नै हुनसक्छ यो छ्यापी चाहिँ मलाई यस्तो मन पर्छ नि पहिले अझ यहाँ आएर त खाएकै छैन ओह स्कुल पढ्दा मेरो साथीले ल्याइदिन्थ्यो उनीहरूको घर चाहिँ लेकमा अनि लेकमा पाउँथ्यो कि हाम्रोतिर नपाउँथ्यो रोप्दा पनि मरिहाल्थ्यो छ्यापी अनि मेरो साथीले खोप ल्याइदिन्थ्यो अहिले त त्यो साथी नि कहाँ पुग्यो साइप्रस कि कता छ अरे मैले उसलाई कति खोजेको भेटिनँ अनि मेरो बस कुर्ने ठाउँ चाहिँ त्यहाँनिर हो हेर्न कति राम्रो फुलहरू फुलेको म चाहिँ यहाँ बस्दै गर्छु कति बजेको बस आउँछ यहाँनिर चाहिँ बसको छ बस चाहिँ 5:40मा मात्रै आउने रहेछ अब त्यतिन्जेल चाहिँ यहाँ बस्दै गर्नु पर्यो यो फुल चाहिँ मलाई लास्टै मनपर्छ खाली खाली के बस त मैले चढेको बस अब यो बस स्टपमा चाहिँ जहिले यो फुल यस्तै हुन्छ कि मलाई कति मनपर्छ म चाहिँ यहाँनिर अब बस्नुपर्ने हुन्छ एकछिन ट्रेन आउने अलिकति समय लाग्छ सो हेर्न मान्छेहरू कुरिरहेछ कति धेरै बिहान बिहानै सिट नपाएर उभिएर जाँदैछु म चाहिँ यहाँ आइसकेँ म चाहिँ लास्ट स्टेसनसम्म आइपुग्दा त भुत जस्तै भएछ तर्सिन्छ होला मान्छेहरू पनि फाइनली साथी पनि भेटाइसकेको छ यो चाहिँ साथीको लगेज यो चाहिँ मेरो हामी चाहिँ फ्यामिली मार्टमा खानेकुरा लिनु पसेको म चाहिँ लिएर निस्किसकेँ साथी चाहिँ भित्रै छिन् अब हामी यताबाट लोकेसन देखाइरहेछ म चाहिँ यहाँसम्म आउँदा चाहिँ सुरुमा बस चढेँ एउटा अनि त्यहाँपछि दुईवटा
कपाल उडेको नि 2टा ट्रेन चढेँ अनि आइपुग्यो अहिले चाहिँ 7 कति हुँदैछ भर्खर 7:10 भयो कि अझै आधी घन्टा बाँकी छ कि अनि त्यही भएर यहाँ फ्यामिली मार्टमा केही खानु भनेर निस्केको अब चाहिँ जानुपर्छ हामी यहाँबाट हिँड्दै हिँड्दै लोकेसन हेर्छ साथी चाहिँ ठाउँमा त थाहा छ अब लिफ्ट पनि तल र माथि गरेर हामी चाहिँ अब यहाँबाट सबैजना भेला भएर चाहिँ गाडीमा जाँदैछौँ मजा आइरहेछ यो चाहिँ टोकियोको त्यो टावर रे के अनि त्यही भएर म चाहिँ यहाँनिर अलिकति खिच्न खोजेको कस्तो टाढो भएर देखिनु के दुःख गर्नु हो चाहिँ हाई हाई हेलो हाम्रो जापानको घरहरू गरेको हाम्रो बसाइ चाहिँ एकदम राम्रो छ हामी 2जना पछाडि एकजना नेपाली हुनुहुन्छ सबै बङ्गलादेशको अनि हामी चाहिँ निकता जाँदैछौँ टोकियोबाट अहिले चाहिँ मेरो पिम्पल पनि यस्तो भइरहेछ नि हामी चाहिँ यहाँ पिसाब हेर्न निस्केको पार्क गरेर गाडी कति राम्रो फुलिरहेको रहेछ साह्रो गाह्रो भइसक्यो है त्यही मान्छेलाई यता पनि नेपाली हुनुहुन्छ भर्खर आउनु भएको रे एकदम राम्री मायाहरू हाम्रो आजको यात्रा चाहिँ एकदम लामो छ अरे के 4 घन्टा कति देखाइरहेछ कस्तो केही नखाइ हिँडेकोले गुलियो खायो अघि न अनि के अरे पेटै कस्तो भइरहेछ ग्यास्ट्रिकले घाम लागिरहेछ पुरै यहाँनिर चाहिँ यहाँनिर गाडी ठोकेर अघि उसको ऐनै गयो हामी आएको गाडीको घाम पनि यति लाग्यो कि होइन यो मान्छेहरूले कति धेरै सामान बोकेको के बोकेर आयो यस्तो भित्र गुम्सिएर बस्नु पर्ने छ गाह्रो छ नि हामीलाई हाम्रो जापानको घरहरू गरेको वाइ वाइ कहाँ लगाएको आठमा जाने ठुलो ग्यास नेपालको चाउचाउ जापानमा हामीसँग चाउचाउ मात्र होइन यस्तो यस्तो पनि छ चिजहरू झोलाभरि छ यहाँ हामी यस्तो खन्चुवा भइ निस्किरहेछौँ यहाँनिर 2जना भएपछि यस्तो ठाउँमा आइपुग्यो नेपालमा जस्तै जङ्गलै जङ्गल त्यो मलाई त गाडीले यस्तो ठाउँमा आइपुग्यो कि नेपालको पहाडमा छिर्यो नेपालमा जस्तै के पहाडै पहाड जस्तो यस्तो रहेछ बाटोहरू त उज्यालो सुरुङमा बसेर आइपुगेँ म पनि ठाउँ पनि थाहा छैन हावा पो लागिरहेको हो यसरी जुत्ता चाहिँ खोलेर बस्नुपर्छ बाहिर आएर लाउनुपर्छ है तपाईँ त मस्त निदाइरहनु भएको थियो के गर्ने बहिनी टेन्सनले निन्द्रै परेन नि सबैलाई त्यस्तै भएछ आजभोलि म एउटा आटा झिल्को पनि पारेन खाना पनि खाएँ जाडो भयो यहाँ अब खानुपर्ने हुन्छ होला सायद त्यस्तै लागिरहेछ मलाई हालत खराब छ यहाँ म यो के भएको यस्तो कपाल त अनि हजुर
dormido. के भएको कोही नहोस् कहाँ हिँड्नु भएको चाहिँ त्यो गाडीमा आएको गाइस अनि यहाँनिर चाहिँ के को लागि रेडी हुँदैछ भने बङ्गलादेशको सबजना यता एकजना नेपाली अनि उता नि बङ्गलादेशको अरू कहाँ छन् पनि भइरहेछ लास्ट टाइम 8:30 बजे त गाडीमा हाल्थ्यो होला पर हेर्नु न त्यो के नामासी के हो भन्छ नि हो त्यो पढ्न गएको जस्तो छ त्यहाँनिर चाहिँ हामीसँगै आएको बङ्गलादेशको सबजना यता हामी 2 बजे पुग्छौँ भनेको नपुग्ने रहेछौँ 3 बज्छ कि के हो यतिको लागि रोकेर हिँडेको अब हामी चाहिँ होला भन्नु कि मैले मलाई पनि त्यस्तै लागिरहेको त्यही भएर छेउमा के सोच्यो त्यो जिन्दगीमा भयो खानालाई रोकेछ भनेर मक्क निस्क्यो खाना झुक्केर साँच्चीकै खाना निस्किनु लाग्यो हामी वेट चिसोले त मर्यो यस्तो ठाउँमा आयो कि आमामा किन ढिला गर्ने हो र कतापट्टि छ हौ टोइलेट छ कि छैन नि टोइलेट जानु पर्यो हामी चाहिँ यहाँनिर पिसा फेर्न लाग्यो हाम्रो खानेकुरा चाहिँ अब त्यहाँ 2 झोला यहाँ हामी 3 जनाको चाहिँ फेरि यता के गर्दै रहेछ त ग्याङ हाम्रो यो खान लाग्यो हामीहरूले चाहिँ পিছনে আমরা দুজন উনিগিরি কি সিস্টেম আমরা হলো পারো यो चाहिँ मलाई मिठै लाग्दैन क्या यो त्यो झन् राम्रो हो हेल्थको लागि चाहिँ राम्रो हो तर हेर्दाखेरि हैन के त्यो भेटा होइन हेल्थको लागि भनेको हेर्दा भनेको होइन क्या हेल्थको भनेको ओके चेस चेस त मुखभित्र हो छोटो पानी बोतल है यहाँ से दाइजोबु লেমন টি লাগবে না একটা একজনের তাই ওটা লেমন টি এখানে আমরা খাই আরেকবার লাগবে বলে ওইটা নিয়েছে ससेज पनि खान लगाऊ ये दिबो सब लगाएर चाहिँ यतिको चाहिँ खानुपर्छ एउटा बिना यो हो नि त खाने चिज पनि अनुहार खोज्यो यसले यहाँ ওরা দেখে আমাদের দেখে চুপ হয়ে গেছে দুজন মানুষ খাওয়ার জন্য होला अलिकति स्वादै आएन मैले पहिला पनि खान्छु यो केरामा आयो अन्त काली चेस नम्बर 1 त मै होला चेस भन्नुभन्दा अगाडि खाइसक्छु म चाहिँ
कपाल हेर न कपाल छ हामी चाहिँ खाइसक्यो त्यहाँनिर चाहिँ फेरि नामाज पढ्न आँटेँ है गाइस फ्यामिली मार्टको अगाडि बस कस्तो दिमाग पनि फ्यामिली मार्टै आइरहन्छ अब चाहिँ हामी यो खाएर माथिमा अब धेर छैन रे अनुहार खिचौँ है अनुहार यस्तो ठाउँमा आएर समुद्रको छेउमा पुग्यो भनेर गरेको कहाँको भिर पाखामा आइपुग्यो निस्किनु त होला नि आउनु है यस्तो ठाउँ रहेछ आमामा तर यहाँ पर हिमाल चाहिँ दामी रहेछ उता पर यस्तो ठाउँमा पो आइपुग्यो त हामी त हामीलाई लिनु आएको यहीँ चाहिँ रहेछ ल गाइजहरू आमामा हिमालकै छेउमा त रहेछ यहाँ अब तातो लुगा ल्याइएन अब मरि नै भयो यत्तिको चाहिँ हुनुपर्छ है खोला चाहिँ दामी रहेछ गाइजहरू त त्यस्तै हो हेर्नु बाँदर लड्ने भिडमा छौँ हामी अब ओछ्यान लाउने हो यो दुईजनाले यहाँनिर प्रे गर्ने के चाहियो अरे अनि नत्र हामी त यहाँ सुत्छौँ भनेको थियो भएन गर्नु पर्यो मान्नु पऱ्यो किचन चाहिँ यो ठुलो रहेछ रुम चाहिँ के गर्नु सानो दियो कुकहरू हाम्रो यो हाम्रो यो उता उनीहरूको मस्त छ कुक यस्तो कसले पौडी खेलेर मर्छ होला हामी चाहिँ खाना खानु थालेको है सबलाई हँसाएर मार्दैछु यता बङ्गालीहरूले खाना यहाँ यति छ अनि यहाँ बनाएको छ नेपालीको सब्जी हो बङ्गालीको यो हाम्रो खाएर तिनीहरू के भन्यो हाँस्यो नि मन पनि चाख्यो नि तिनीहरू धेरै मसला लगाएर खान्छ तपाईँहरू फर्किनु मेरीको सिन चाहिँ हेर्नुहोस् न कति राम्रो के मलाई त मनाङ मुस्ताङ गए जस्तो लाग्यो यसो लुखुम्बुको सगरमाथा गए जस्तो लागिरहेको गाइज आज चाहिँ फर्किने दिन हो अनि मैले चाहिँ भ्लग चाहिँ बनाइनँ के मेरो स्टोरेज फुल भएर केही अटेन उहाँ चाहिँ जापानिज हो मलाई पुऱ्याउनु आउनुभएको यहाँनिर सिनकानसेनसम्म सो गाइज भ्लग चाहिँ अब कस्तो बनाउँछु भनेर चाहिँ कस्तो भयो कि मेरो मोबाइलमा त केही नअटेर केही राम्रो नै खिच्नै पाएन केही पनि सो आजको भ्लग चाहिँ यति नै मेरोमा केही अटेन सो जस्तो छ त्यस्तै हालिदिन्छ साथीहरू ओके बाई बाई